अगाडि बढाउँछौँ। आजको सम्पूर्ण कार्यक्रम हाम्रो जीवित परमेश्वरको हातमा समर्पण गर्नेछौँ र ईश्वरको प्रार्थना गरिदिनका निम्ति हाम्रो सिद्धन अभिषेक चर्चका आदरणीय एल्डर गोपीलाल श्रेष्ठ सानोलाई म अगाडि बढाउन चाहन्छु। उहाँले ईश्वरको प्रार्थना गर्नुभएको चाहिँ हामी कार्यक्रमलाई अगाडि बढाइन्छ। यो समय दिनुहुने अब आदरणीय हुनुभयो धन्यवाद र साथै प्रभु यीशुमा जय मसीह र नमस्कार पनि भन्दछु है। आउनुहोस् हामी आजको यो इमेजमेन्ट कार्यक्रमको निम्ति हामी चाहिँ सुरुको प्रार्थना गर्नेछौँ। परम प्रभु पवित्र र अति दयालु परमेश्वर बुबा, हजुरलाई धेरै धन्यवाद छ। तपाईँले आज हामीलाई सहायता गर्नुभयो, जोगाइबद्ध साथ राख्नुभयो। अन्तिमसम्म पवित्र आत्मा हजुरले सहायता गर्नुहोस्। पवित्र आत्माको अगुवाई, अभिषेक र भरपुरीमा तपाईँले चलाउनुहोस्। तपाईँलाई धन्यवाद दिँदै गल्ती भुल क्षमा माग्दै आशिष र अनुग्रह माग्छौँ जिउते येशू ख्रीष्ट नाममा, आमेन। त्यसको लभ म्यारेज रहेछ भन्ने कुरा हामी बुझिहाल्छौँ सजिलै। बुवाले चाहिँ पछि भन्छ त्यो भन्नुहोस् है। गऱ्यो नि अलि माथि माइक गर्नला। म र मेरो परिवार अनि आफन्तजनहरू मेरो छोरा सुमन महतोको लागि विवाह गर्न आदर साथ नानी सुनिता डङ्गललाई माग्दछौँ। उहाँहरूले माग्नु अब अनुहार हेर्दा त नदेला आफ्नो देखिन्छ है। अब के गर्नुहुन्छ? बुवाले गर्नुहुन्छ है त। मेरो परिवार अनि आफन्तजन नानी सुनिता डङ्गललाई विवाहको लागि बाबु सुमन महतोलाई दिन तयार छौँ। उहाँहरूले माग्नुभयो, उहाँहरू तयार हुनुहुन्छ। अब हामी के गर्ने त? बाबु सुमन र परिवार ल्याउनु भएको केही सौगातहरू छ भने अगाडि ल्याएर राखिदिनु न। कुन्तीमा हातै गर्दछ सौगातहरू जे ल्याउनु भयो, उपहार होइन सौगात है, हस्तान्तरण गरिदिनु हुन अनुरोध गर्दछु। यस समय हजुरले चाहिँ यसरी थापेर स्वीकार गर्नुहोस् न। यो चाहिँ अब छोरी मागेको पक्का, छोरी दिएको पक्का हो क्या है त। ताली बजाउँ हामी। सबैजना आफ्नो स्थानमा खडा हुँदै 502 नम्बरको भजनलाई गाउँदै हामी प्रभुलाई धन्यवाद दिन्छौँ। सबैजना
आज हामीले यहाँ जतिजना सहभागी भएका छौँ हामी सबैजनाबाट प्रभु तपाईँलाई महिमा दिँदछौँ, किनकि प्रभु हामी सबैजना तपाईँका सृष्टिहरू हौँ। तपाईँलाई महिमा दिँदछौँ। तपाईँ परमेश्वरलाई, साँच्चै नै तपाईँ प्रेमिलो परमेश्वरलाई, हामीलाई प्रेम गर्न सिकाउनु परमेश्वरलाई सारा आदर सारा महिमा चढाउँदछौँ। जसरी तपाईँले आफ्नो पुत्र येशू ख्रीष्टलाई हाम्रो निम्ति दिनुभयो, साँच्चै नै प्रभु तपाईँको त्यो महान प्रेमको निम्ति हामी तपाईँलाई धन्यवाद दिँदछौँ। धन्यवाद छ तपाईँ परमेश्वरलाई। गइरहेको छ यो कार्यक्रम हुँदै गर्दा तपाईँ खुसी हुनुहुन्छ? माइक कता भयो? के गर्नु त? हेलो माइक। खुसी छु। आजको यस मगनी कार्यक्रममा शुभम महत्त्व बाबु खुसी हुनुहुन्छ? सबैले सुनिदिनु भनिदिनु होला। खुसी छु। ल खुसी हुनुहुन्छ अरे है। अनि यो जुन सम्बन्ध अगाडि बढ्दैछ, दुई व्यक्ति दुई परिवार दुईवटा समुदाय बिचको जुन सम्बन्ध अगाडि बढ्दैछ, यो सम्बन्ध अगाडि बढाउन खोज्दै गर्दाखेरि तपाईँले आफ्नो बुवा आमा अभिभावकजीहरूसँग सहमति अनुमति लिएर अगाडि बढ्नु भएको हो? हो? ल तपाईँलाई भनिहाल्नुभयो, म सोचिरहेँ। यता बुवा मम्मी आफन्तजनहरू सबैजना भाइ सुमनले तपाईँहरूसँग सहमति अनुमति लिएर यो कार्यलाई अगाडि बढाउनु भएको हो? हजुर सहमतिबाट नि हो। ए होइन भने अहिले भन्नु है, मेरो परिवारबाट सहमति ढाँटोमा त होइन नि। यो पवित्र स्तरमा बसेर ल सुमन भाइ घुस्काउनु त भएन नि त। ल घुस्काउनु भएन जस्तो लाग्यो। ल धेरै धन्यवाद छ। उहाँहरू खुसी हुनुहुन्छ, सहमतिमा अनुमतिमा यो कार्य अगाडि बढिरहेको छ। र अब आज मगनी भइसकेपछि विवाहभन्दा अगाडि त्यहाँ धेरै कुरा गाई गोई हाइवे न त अभिभावकले सुन्नु परोस्, न त मण्डलीले, न त आफन्तजनले सुन्नु परोस् है। अनि भाइ बहिनी आफैमा मेच्योर छ र अनि अनुमतिमा सहमतिमा बसेपछि यो काम चाहिँ पक्का हुँदछ है। धन्यवाद छ। त्यस्तै गरी बहिनी सुनितालाई पनि यो कार्यक्रममा तिमी खुसी छौ? एकदम खुसी छु। बिहान कलेज गएको रहेछ, साइकलमा एकजना आन्टी चढ्नु भएछ, यिनको धेरै प्यान्ट र सर्ट बिहान है। त्यसपछि कुरा गर्दै गएछ, त्यो आन्टीले चाहिँ उसलाई भाइ भन्ने सोचिरहेको रहेछ। ल बाबु धन्यवाद, मलाई यहाँसम्म ल्याइदिनु भयो भनेर, त्यही भएर नबोले बाइकमा। ए ल चित्र आफै बोल्छ भने जस्तै उसलाई त्यसै थाहा हुन्छ कतिको खुसी छ भनेर है। यसो हेर्दाखेरि भाइभन्दा नि बहिनी चाहिँ अलिक बढी खुसी भयो कि जस्तो देख्छु म, होइन? बढी सिँगार पटरले नि हो कि। यसो भए यो सम्बन्धलाई अगाडि बढाउँदै गर्दाखेरि परिवारको आफन्तजनको पूर्ण अनुमति र सहमति छ कि आफ्नै एकको त लेडै ढिपीमा तिमीलाई सोधेको मैले सबैको सहमतिमा हो? बाइकको दुरुपयोग भनेको छैन। अहिले फेरि मगनीमा पनि त्यहाँले खला लाग्यो। सबैको सहमतिमा बुवा मम्मीहरू लगायत आफन्तजनहरू सुनिताले तपाईँहरूसँग सहमति अनुमति लिएको हो कि आफै जबरजस्ती नाइ मलाई त्यही केटा चाहिन्छ भनेर मर्यादा गरेको? हजुर सहमति भयो? अब केटाकेटी राजी खुसी भयो, मन्जुर भएपछि अब हामी सबैको सहमति नै दिएको हो। सहमति दिएको ल दुवै पक्षलाई हामी ताली बजाएर धन्यवाद। हामीलाई के गर्छ, एकछिन मलाई 10 मिनट जति समय दिनु होला। तपाईँहरूको अविभाजित मन मलाई दिनुभयो भने मैले कार्यक्रमलाई अझै छोट्याउन सक्नेछु। तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भए। उत्पत्ति 2:7 पद। फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउने छु। अनि किनभने तिनी पुरुषबाट निकालेकी थिइन्। आमेन। परमेश्वरले चाहिँ सृष्टिको सुरुमा मानिस आदमबाट चाहिँ उसको करण निकालेर
एउटा स्त्री बनाउनु भयो भनेर धर्मशास्त्रले बताउँछ। र धेरैजना व्यक्तिहरूले अहिले पनि पुरुषहरूको करङ एउटा कम हुन्छ भनेर व्याख्या गर्छ। त्यो चाहिँ एकदमै अवैज्ञानिक र अव्यवहारिक छ। सृष्टिको सुरुको मानिस आदमको चाहिँ करङ निकाल्नु भएको, न कि मेरो करङ निकालेर मेरो श्रीमती बनाउनु भएको होइन है। यो लजिकलाई, यो तर्कलाई चाहिँ हामीले बुझ्न जरुरी छ। धेरै मान्छेले गलत व्याख्या गरेको पनि हामी सुन्छौँ। यसलाई चाहिँ तपाईँहरूले यसै सन्दर्भमा बुझ्नुहोस् भनेर पनि म चाहन्छु। र परमेश्वरले अब्राहम भन्ने व्यक्तिद्वारा ठुलो हिब्रू जाति अथवा यहुदी जाति खडा गर्नुभयो र अब्राहमको छोरा इसाकको लागि विवाह गर्न एउटा स्त्रीको खोजी गर्नको निम्ति उसको अख्तियारमा उच्च अख्तियारवाला नौकरलाई, कमारहरूलाई, त्यसबेला कमारलाई पनि उच्च अधिकारहरू दिइन्थ्यो र अख्तियारवाला मध्ये पनि प्रमुख नौकरलाई चाहिँ अब्राहम भन्ने व्यक्तिले यसरी भन्छ, म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु कि तैँले मेरो छोरालाई अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई विवाह गर्न नल्याउनु, तर मेरो देशमा मेरै कुटुम्ब कहाँ गएर मेरो छोरा इसाकको लागि एउटी पत्नी ल्याउनु। छोरा बुवा घरमै छ, तर अख्तियारवाला नौकर, विश्वासयोग्य नौकरलाई चाहिँ अनि स्त्रीको खोजी गर्नको निम्ति पठाएको घटना हामी देख्न सक्दिन होला है। अनि इन्टरकास्ट विवाह हुँदैछ र यसलाई हामीले बुझ्नुपर्ने कुरा, अब्राहमले जुन कुरा भनेका छन् यसलाई अहिले नयाँ करारको भाषामा भन्नुपर्दाखेरि यसुलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण र विश्वास गरेको बप्तिस्मा लिएकोहरू चाहिँ सबैजना एउटा परमेश्वरमा चाहिँ एउटै जाति हो भनेर हामीले बाइबलबाट बुझेका छौँ। र भाइ सुमन महतोले केही समय अगाडि यसुलाई प्रभु र मुक्तिदाता भनेर यसै मण्डली सभाको सामु घोडा टेकेर ग्रहण गर्नुभएको छ। र गएको वैशाख 1 गते 2081 साल वैशाख 1 गते पिता पुत्र पवित्र आत्माको नाउँमा पानीको बप्तिस्मा लिनुभएको छ। त्यसै कारणले गर्दा सुनिता ढङ्गोलको आस्थाको ईश्वर एउटै र सुमन महतो बाबुको आस्थाको ईश्वर एउटै, आस्था र विश्वासको ईश्वर एउटै भएको कारणले गर्दा यो मगनी र यो विवाहलाई चाहिँ हामीले अनुमति दिएका हौँ, मण्डलीले अनुमति दिएका हौँ। तसर्थ गैर इसाई मानिसहरूसँग इसाई स्त्री अथवा पुरुषको विवाह मण्डलीले र बाइबलले अनुमति दिँदैन। कहिलेकाहीँ आज्ञा उल्लङ्घन गरेर मानिसहरूले अभद्र व्यवहार गर्छन्, त्यसको नतिजा उनीहरूले समयमा भोग्छन्। यो हामीले इतिहासमा धेरै कुराहरू देखिरहेका छौँ। हेर्नुहोस् है, त्यो स्त्रीलाई चाँदी र गहनाहरू लुगाहरू दियो भनेको छ। त्यो समयको यहुदी संस्कार अनुसार उनीहरूले गरे। अहिले हामीले चाहिँ सुन चाँदी गहना के ल्याउनुपर्छ भन्ने छैन। नेपाली संस्कार, नेपाली विवाह चाहिँ एकदम रमाइलो विवाह, एकदम असल विवाह, सबैलाई मिल्ने विवाह छ। त्यसै कारणले गर्दा हामी एकदम खुसी छौँ। हामी नेपाल देशमा छौँ र नेपालको परम्परा संस्कार सजिलो छ है, कसैलाई पनि भारपूर्ण छैन। र त्यो समयमा उनीहरूले आफ्नो रीतिअनुसार गरे। त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान थोकहरू उपहारको रूपमा दियो भनेर यहाँ भनेको छ। अचम्मको विवाह हेर्नुहोस् त, बुवा छोरा परिवार घरमा छन्, विश्वासयोग्य नोकरलाई पठाएको छ, टाढाको देशमा गएको छ। अब उसले सौगात लगाएर देखा, उसले नै सुन चाँदी होइन लुगाहरू देखा, न केटाले केटी देखाएको छ न केटीले केटा देखाएको छ। अचम्मको विवाह। तर तपाईँ अचम्म नमान्नु होला है। कति सालमा हो नयाँ शक्ति भन्ने पार्टी थियो, त्यो बेलामा कम्प्युटर सिक्ने कार्यक्रम आएको थियो। फ्रीमा भनेपछि साली नानी फ्री थिए, ल जाऊ सिक, समयको सदुपयोग गर भनेको भाइलाई भेटेको। भाइले फेरि हप्ता नपत्तो देख्न नभए आई लभ यु भनेछ है। अनि यिनले चाहिँ मलाई त्यो आई लभ यु भन्न मिल्दैन, म त चर्च जान्छु, विश्वास गरेँ भने मात्रै मिल्छ भनेछ। अनि उसले 2 वर्षसम्म न मलाई भन्यो, न दिदीलाई भन्यो, न आमा बुवालाई भन्यो, तर मलाई 2 वर्ष अगाडि थाहा थियो क्या। यिनले कतिको ढाँट्छ भनेर मैले विवाहको कुरा, लभको कुरा यसो जोड्थेँ गफको बेलामा, जिन्दगीमा नफुर्काउने। यस्तो मान्छेलाई कप्टी भन्छ कि के भन्छ, एकदम विश्वास के भन्ने कि के भन्ने, सायद भाइले नभन्नै भनेको थियो होला। 2 वर्षसम्म भनेन। त्यसपछि मैले 2 वर्षपछि म आफैले भने, मेरो श्रीमतीलाई भने, त्यसपछि परिवारलाई सबलाई थाहा भयो। अनि निश्चित समय आयो, भाइले पनि एउटा इसाई विधि संस्कारलाई अपनाउनु भयो, स्वीकार गर्नुभयो। परिवार बुवा मम्मीहरू सबै सहमति हुनुभयो। आज यसरी विवाहको लागि अग्रिम यो मगनी कार्यक्रम चाहिँ भइरहेको छ, सम्पन्न भइरहेको छ है। धर्मशास्त्रले बताएको आज्ञा र उपदेशलाई सिरोपर गरेर जिउँछ त्यो व्यक्तिले सम्भवतः
भगाएर भागेर कहिले विवाह गर्दैन, परिवारको मन दुखाएर कहिले विवाह गर्दैन, अनुमति र सहमति बिना विवाह गर्दैन। हेर्नुहोस् है, यदि त्यो व्यक्ति असल हो, असल छोरा, असल छोरी, असल व्यक्ति हो भने, एउटा धर्मी व्यक्ति हो भने, अनि त्यो व्यक्तिले चाहिँ मागेर सहमतिमा, अनुमतिमा, प्रार्थनामा, तयारीमा चाहिँ विवाह गर्छ। युसुफले त्यसरी नै गरे। त्यसै कारणले गर्दा आफ्नो विवाहलाई आदरणीय बनाउनु हो भने, आशिषमय बनाउनु हो भने र सफल विवाह बनाउन चाहने भने, अनि वचनले भनेअनुसारबाट तपाईँले मगनीको सम्बन्धमा पक्कै पनि बुझ्नुभयो म आशा गर्छु। परमेश्वरले मानिसलाई बनाउनु भयो, उसको निम्ति एउटा स्त्री तयार गरिदिनु भयो, अनि उनीहरूको वैवाहिक सम्बन्ध जोडियो। त्यसपछि अनि साट्ने कार्यक्रम रहेको छ। अनि उनीहरूलाई दुवैजनालाई अगाडि आइदिनको निम्ति र भलन्टियर मित्रहरूलाई यो हटाइदिनको निम्ति म आग्रह गर्न चाहन्छु। स्पिकरहरू लाउनु पर्यो। कस्तो छ भने यो गिफ्ट दिँदै गर्दा पनि हामी ताली बजाउँछौँ। ल अब भाइले लगाऊँ, हामी ताली बजाउँ। हाम्रो कामै आज ताली बजाउनु। फाइनली मलाई चाहिँ लाग्यो नि, डर लाग्यो। One, two, three, go! रमाइलो है। ताली काट्नु पर्दैन ल। अब दुईजना थोरै खुवाइदिनु, एक्लै अर्कालाई पाले पाल। अनि कति सहिलो है? तपाईँलाई धन्यवाद दिन्छ सबै कुराको लागि। यो दुवैजना नानी बाबुलाई तपाईँले प्रशस्त गरेर आशिष दिनुभएको सबै कुरामा तपाईँले सहायता गर्नुहोस्। आजको यस कार्यक्रमबाट विवाह गर्न बाँकी जवान भाइ बहिनीहरूले पनि आफ्नो जीवनमा ठिक निर्णय गर्न, कार्यान्वयन गर्न र त्यसबाट पाउने आशिषलाई हासिल गर्नको निम्ति सहायता गर्नुहोस् भनिकन बिन्ती गर्छु। पवित्र मगनी भएको भाइ बहिनीमाथि र यो खुसीमा सहभागी हामी सबै अभिभावक र आफन्तजनमाथि यसै गरी होइरहोस्। आमेन। धन्यवाद। भाइ बहिनीलाई प्रस्तुतिमा अनुरोध गर्छु र एल्डरद्वारा निकटबारलाई धन्यवाद छ। आकाशैमा 9 लाख तारा, तारालाई ढाक्ने कालो त्यो बादल, बादल छिचोली आउने छु म त लिन तिमीलाई मेरो यो साथ। आउन मसँग उडेर हेर, आउन मसँग उडेर हेर जुनैको नजिक, दिनेछु तिमीलाई अजम्बरी माया आँखैमा राखेर, सजाउने छु मेरो मुटुको माझ अङ्गालो खोलेर। तिमी थामिदेऊ हात, नछोडा साथ, बोलिदेऊ मायाका 2 मिठा बात। आउन आऊ मसँग गाऊ, आँखा उघारी हेर मलाई, तिम्रो नजिकै छु नि, मुटुमै राख अङ्गाला मलाई, तिम्रै मुनि म तिम्रो। चुनी म तिम्रो
गाउँछौ गीत यो मेरो मुसुक्का हाँसेर परेली तिम्रो झिमझिम गर्छौ हातले मेरो औला समाउँछौ